हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो अर्को भिडियोमा। आज चाहिँ म पोर्क मोमो बनाउँदैछु। पोर्क मोमो बनाउनलाई सुरुमा किमा रेडी गर्दैछु। किमामा चाहिँ मैले पोर्कको मासुमा काटेको प्याज अनि हरियो प्याज, धनियाँ अनि पत्ता हालेको छु लसुनको, अनि लसुन अदुवाको पेस्ट, माथिबाट सर मोमो मसला हाल्दा चाहिँ एकदम बास्ना मिठो आउँछ मोमोको। अनि अजिना, नुन हाल्ने सरर स्वाद अनुसार। त्यस पछाडि जिरा र धनियाँको धुलो, यो चाहिँ घरमै रेडी गरेको मसला। यसमा चाहिँ जिरा, धनियाँ अनि तोरी भुटेर राखेको, दामी फ्लेभर आउँछ त्यसले चाहिँ। अनि माथिबाट सरर तातो तेलले झान्ने। तातो तेलले झानिसकेपछि चाहिँ यसलाई मजाले हातले मुस्ने। हेर्नु त, जति धेरै मिक्स गर्यो त्यति धेरै मोमो चाहिँ स्वादिलो हुन्छ। हेर्नुहोस् त रेडी भइसक्यो त मिक्स गरेर। हजुरहरू कसलाई मनपर्छ पोर्क मोमो, कसरी बनाउनुहुन्छ? हामी चाहिँ यसरी नै बनाउँछौँ। यो चाहिँ रेडी भइसक्यो अब मोमोको किमा। अचार चाहिँ मैले अघि नै रेडी गरेको थिएँ। यो चाहिँ तिल, टमाटर, धनियाँको अचार। यो चाहिँ पिठोको डल्ला भइहाल्यो। अब मोमो रेडी बनाउने टक्कसँगले रेडी भएपछि चाहिँ अब मोमो बसाल्ने। हजुरहरू कसलाई मोमो मनपर्छ? प्लिज लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु होला। सबैजनाले माया गरिदिनु होला। ल, मोमो पनि रेडी भयो पाकेर। अब चाहिँ खानालाई एकदम रेडी भइसक्यो। तातो तातो मोमो खान आउनु है सबैजना।